हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। हजुरलाई मेरो न्यू ब्लगमा फेरि स्वागत छ आफ्टर लङ टाइम पछि होइन। पहिला नेपालमा हुँदाखेरि धेरै भिडियोहरू बनाइन्थ्यो। अब देश विदेशतिर आइयो, त्यो कारणले गर्दाखेरि काम कारणले गर्दाखेरि अहिले बनाउन टाइम मिलिरहेको छैन। आज सन्डे होलिडेको भएको कारणले गर्दाखेरि हल्का टाइम मिलाएर घुम्न जाम भनेर भिडियो बनाएको। अनि यता चाहिँ हाम्रो अनिल लामा दाई होइन। ल दाई अरू के हाल खबर? अनि उहाँ चाहिँ हाम्रो जनम दाई हो ल। उहाँ वाइ विदेश आएर पनि हाम्रो नेपालको चाहिँ फिलिङ आइरहेछ कि वाइ खाएर होइन दाजु? अनि नेपालको फिल आउँछ कि हल्का फुल्का होइन? त्यही त नेपालमा अब अर्काको देशमा आएर विदेशमा आएर नेपालीहरूसँग भेटेर म्यागी खानु भनेको चाहिँ फिलिङै अलग छ कि होइन? नेपालमा घुमे जस्तै फिल भइरहेको हुन्छ कि कहिलेकाहीँ सेक्युरिटी आउँछ र अलिक गाह्रो हुन्छ भन्ने हो। यही फेन्टा हो, खाउ त फेन्टा नखाउ त फेन्टा। अर्को पिउने भनेपछि सेक्युरिटीले फेरि अलि गाह्रो छ कि। म चाहिँ शुद्ध शाकाहारी हो। भेज खान्छु भेज हो, वाइवे पनि भेज हो। टमाटर लसुन। यो चाहिँ हामी चाहिँ घुम्न आएको है। यो गाडा भाइरल पुल भन्ने चाहिँ यो अब मान्नेको होइन, नेपालले गर्दाखेरि नै भाइरल पुल भएको नाम हो। यहाँ चाहिँ ठुल्ठुलो बिल्डिङ छ है। अनि पछि यतातिर उता फेरि दुईवटा कपाल, बेस्ट कपाल, वर्ल्डको बेस्ट कपाल दुईवटा उहाँ चुम्मा चाटी गर्दैछन्। त्यहाँ चाहिँ इग्नोर हानिदिउँ, त्यता चाहिँ इग्नोर हानिदिउँ। उहाँ चाहिँ फेरि लोरी गाना गाउँदैछन्। अनि यता चाहिँ कर्नेस हो। यहाँ चाहिँ समुद्र छ सानो। अनि यता रोड छ, अहिले रोड क्रस गरेर हामी पनि उतैतिर जाने हो। यता ल हजुर के भन्न चाहनुहुन्छ दाइ? दुई शब्द जाओस् ल हाम्रो दाइको। वाह 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 वाह। अनि हजुर चाहिँ के भन्न चाहनुहुन्छ? यहाँ नै विदेश आएर दाइ हजुरले यहाँ के बुझ्नुभयो? हजुरले कस्तो एक्सपिरियन्स लिनुभयो? कस्तो फिल भइरहेको छ? ल त्यो भन्नुहोस्। अब दुःख सुखको कुरा भन्नुहोस् होइन? एक्सपिरियन्स त अब सबै देखियो, पाइयो, भोगियो पनि। एक्सपिरियन्स के भन्दा पनि अब साथीभाइ भेट भयो होइन। नेपालको सबै अब नेपालीहरू भेट भएर यसरी बस्न पाउनु नै एकदम होइन खुसीको कुरो, गर्वको कुरो हो। एक्लै बस्नु परेको भए अब छुट्टै हुन्थ्यो, अब लाइफै अर्कै हुन्थ्यो होला। साथीभाइ भेटेर रमाइलो गर्न पाएँ, यसरी घुमघाम गर्न पायो, पायो, बहुत त्यसमा एकदम खुसी छु। या ओके ल हजुरलाई के हजुर के भन्नु छ अब दाइ? दाइ जरम दाइ हजुरलाई के भन्नु छ अब? हाम्रो उहाँ चाहिँ झापाले दाइ, झापाको होइन ल। या अब विदेश के भन्नु यार, नेपालमा हुँदा तै प्लेन देख्दाखेरि कहिले जाम विदेश हुन्थ्यो। कहिले यो चढेर यो देश छोडेर विदेश जाउँ भन्ने हुन्थ्यो। यहाँ आएपछि त्यही प्लेन देख्दा आफ्नो देश कहिले फर्कियो। वाह दाइ वाह 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 वाह। विदेशी पीडा नै हाम्रो यही हो। प्लेन देख्यो कि मन रुन्छ, अनि हुँदा कदर भएन, नहुँदाको महत्त्व कति हुन्छ भनेर यहाँ आएर त्योभन्दा त पुरा दाइ त यार एकदम भित्र फिलिङ डिपमा पुग्नु भयो त यार दाइ। दाइले अर्को डाइलेक्ट हान्न खोज्नु भयो हो। दाइले चाहिँ डाइलेक्ट अर्को हान्न लानु भयो, तर त्यो डाइलेक्ट अर्कोमा कन्भर्ट गर्नुभयो क्या दाइले होइन? सोच अन्त छ होइन। भन्दै चाहिँ अर्कोतिर के जो महत्त्व छैन होला क्या दाइले जुन भन्नुभयो नि। हुँदा कदर छैन, भइसकेपछि होला हो क्या, त्यस्तो होला। अगाडिको चाहिँ हामी अपडेटहरू दिँदै गर्छौँ होइन। अर्को भाइ चाहिँ आउँदैछन् अहिले, हाम्रो छिरिङ भाइ। अहिले के कारणले गर्दाखेरि रुममा गएको छन्, अहिले आउँछन्। अहिले छिरिङको परिचय पनि दिन्छौँ, त्यसपछि अनि अगाडिको अपडेट चाहिँ दिँदै गरौँ ल। अहिले उतातिर कनेसतिर पनि गइन्छ, पछाडि समुद्र छ। अनि त्यसपछि अहिलेको लागि चाहिँ फेरि पनि स्वागत छ। हामी चाहिँ यहाँ भाइरल पुलतिर घुम्न आएको। यो गार्डन हेर्नु यस्तो दामी दामी। यता चाहिँ बिहोस बाहन उता नाच्दैछन् आफ्नो पारामा। उहाँको जिन्दगी बेग्लै छ उहाँ। अब उहाँको पारा बेग्लै छ, यताको पारा बेग्लै छ। ऊ छिरिङ भाइ एउटा भाइ गुम हरायो भने यो भाइ हो। अनि हाम्रो चाहिँ हात्ती यहाँ यस्तो भए। अब हामी चाहिँ स्विमिङ हान्न जानुपर्ने हुन्छ होइन।
पछाडि बिल्डिङ हेर्नुको ठुल्ठुलो छ यो बिल्डिङ देखेरै विदेश आए जस्तो फिल लाग्छ क्या पछाडि यस्तो दामी नेपालमा फिल आए जस्तो घुम्न आए जस्तो गार्डन छ क्या जाउँ त उतातिर जुत्ता हान्नु न दामी छ नि ठाउँ छ विदेश आएर पहिलोचोटि फर्स्ट ब्लग हो यो मेरो कल आएर साँझ चाहिँ अपलोड गर्छु कल आएर हेर्नु होला होइन घुम्न चाहिँ यहाँ दामी दामी छन् यहाँ बिरालो यहाँ चाहिँ बिरालो चाहिँ बिरालोको जिन्दगी चाहिँ यहाँ हाम्रो नेपालमा अलि छिनी भन्छ नि यहाँ बिरालो देख्यो भने कति खुसी हुन्छ नि बिरालो छ यहाँ हाँस छ हाँसको टाउको पनि साँपको टाउको जस्तो देखिन्छ यार नाच्दैन त एकचोटि ल र यस गर्छन् के कहिले काहीँ लामा दाइले फेरि यता फेरि विदेश आएर पनि कालो भयो यार के हो यस्तो यार परेवाको जोरी देख्यो यार र हाम्रो जोरी कहिले देखेन परेवाको जोरी देख्यो हाम्रो जोरी कहिले गइसक्यो नि कालेउरको जिन्दगी कालेउरलाई त घाममा जति हिँड्ने पनि टेन्सन छैन क्या कालो कालै हुन्छन् टेन्सन भनेको गोरो मान्छेहरू लाग्यो कि घाममा हिँड्यो भने कालोवाला हुने टेन्सन त्यही भएर यो गार्डनमा शीतलमा आएर मजाले बसेर गाना सुनेर नास्ता गरेको वाइवाई चाउचाउ खाएर तर यो आबुधाबी विदेशमा यो दुबईमा आएर चाहिँ यति चाहिँ एक्सपिरियन्स बुझ्यो कि यो नेपाली केटीहरू आइमीहरू सब यो बङ्गाली र पठानीहरूसँग बिग्रेर हैरान छन् त्यही भएर कोही चाहिँ यहाँ सेलिब्रेटी आउनुभन्दा पहिला 10 चोटि सोचेर आउनु होला तेरे दिल से ना कभी छोड़ेंगे तुझको दे दूंगा अब हामी चाहिँ यहाँ अगाडिबाट रोड क्रस गरेर जानुपर्ने हुन्छ कलाएर सबै दाइ भाइहरू सबै छन् यहाँ चाहिँ हाँसहरू कस्तो राम्रो देखेछन् अब यो चाहिँ यो रोड क्रस गरेर उतापट्टि जानुपर्छ कि अगाडि स्विमिङ गर्ने ऊ हो त्यहाँ पौडी खेल्नुपर्छ आज सन्डे हो हजुर त्यही होला जुन रुममा बसेर लाउँछ त्यही होला अब त्यो मलाई कहाँ हेऱ्यो त दाइ कति गर्मी हो 38 डिग्री छ यार त्यो घाममा पनि हिँड्नु परेछ के गर्नु घुमै नहुने दुबई आएर अलि त घुम्नु पर्यो त्यही भएर हो कि के साह्रो गर्मी ए छिटो हो गाडीहरू कति हेलो के छ लामा दाइ घाम कस्तो लागिरहेछ ठिक छ ठिक छ ठिक छ तिमीले त ढुङ्गा भनेको होइन भालो भालो
माई ब्लग होइन म तपाईँहरूलाई चाहिँ के भन्छु म कर्नेसमा चाहिँ आज गङ्गेटा मार्नु आएको है भन्छु गङ्गेटाहरू माछा म गङ्गेटा मार्नु गङ्गेटा पनि कालो नि त सेतो भेटिन्छ मैले ढोडिया साथ निस्क्यो भने च्याप्टो पकाएको गाडीमा बेच्दै बादल जस्तै उडी गयो मान्छे किनै सकिन मैले खेल जस्तै उड्लियो खुसी थाम्नै सकिन मैले रमाई गाउँ कि घुमी नाच्छु छिटो यो फ्री यता हेर खेल जस्तै उड्यो रमाई गाउँ कि घुमी नाच्छु उडी आकाश सुनु होइन के पो मायाले बोलायो मलाई मायाले होइन यो कर्नेसले बोलायो साथीहरू हामी चाहिँ यहाँ कर्नेसमा यहाँ समुद्रमा नुहाएर चाहिँ अब निस्किन लाग्यो होइन टक्क लगाएर दाइहरू यहाँ छन् अब रुमतिर जानुपर्ने हुन्छ सट्ट लाएर अब पछि टाइम मिल्यो भने अर्को ब्लग बनाउँला होइन अब हाम्रो नुहाइधुवाइ सक्यो अब गएर अगाडि नुहाउनु पर्छ र पछाडिको भ्युज त दामी आइरहेछ अर्को मान्छे फेरि दारू खाएर झ्यामा छ यो मान्छे दारूको नसा एकदम नछोडियो है यो मान्छेसँग कहिले साथी नगरे नै हुन्छ पागल छ मान्छे अनि हामी चाहिँ सिधा साधा यिनले गर्दा हामी बिग्रियो पछाडि चाहिँ दामी भ्यू छ पछाडि चाहिँ दामी नुहाउनु सकेको थियो टाइम आउट भइसक्यो 7 बजे चाहिँ सकिन्छ अब सब्सक्राइब करो सब सब्सक्राइब भन्दैन म सब्सक्राइब भन्छु कसलाई केही समस्या आफ्नो आफ्नो भाषा हो के काले उरु मात्रै छ नि यता पनि काले यता पनि काले सब काले काले दामी छ नि अब चाहिँ बाई बाई साथीहरू नेक्स्ट टाइम अर्कोचोटि भेट्नुपर्छ गुड बाई टेक केयर